बबाल घाम लाग्दिरहेछ हैन। मैले बाइक एक्सचेन्ज गरेको छु आज चाहिँ है। यहाँनिर छ है सो R15 हल्का भाइले पच्काइदिएछ बाइक हैन। सो भाँचेको कारणले गर्दा आई थिङ्क है त्यसले भन्दा चाहिँ यो ब्रेक पनि त्यति साह्रो काम गरेको छैन। फेरिङ बाइक कुदाउनु लागि त अलिक अप्ठ्यारो हुँदो रहेछ, यस्तो घोप्टेर कुदाउनु पर्ने भइरहेको छ। चाहिँ स्टार्टको पनि तपाईँको एक्जोस्ट जस्तो आएछ यसको चाहिँ। कल आके कल बताया था ना हो ओइल सिल त नै हैन ए बोल रहेछ चाहिँ यो हो। अस्ति मैले मेरो बुस्टर Alright guys है आज चाहिँ बबाल घाम लाग्दिरहेछ हैन। यस्तो बबाल लाग्दिरहेछ हेर्नु नि है। सो यस्तो बबाल लाग्दिरहेछ आज हेब्बी गरम हुनेछ भनेर सोचिरहेको छु गाइज है। आज चाहिँ है म कहाँ जानु आँटेको भन्दा चाहिँ त्यस्तो टाढो केही होइन है। यहाँ चाहिँ मैले बाइक एक्सचेन्ज गरेको छु आज चाहिँ है। अन्त त्यो बाइक चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ गाइज है यहाँनिर छ है। सो R15 है V3 है। सो यसको चाहिँ अलिकति प्रब्लम छ। सो यसलाई अलिकति निप्टाउनु जानुपर्ने भइरहेको छ है। किनभने चाहिँ हेलो 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 कहाँ हिँड्यौ के हो यस्तो राम्रै भएछ कहाँ गएको। हेलो वेलकम टु माई युट्युब च्यानल। लाउनाको पनि यहाँनिर आज पिकनिक रहेछ है। राम्रो होस् बबाल होस् पिकनिक होइन। सो फ्यान पनि एकदमै दामी रहेछ है। हेरौँ हेरौँ हेर्नु फ्यान ओहो के हो यसले त एकजनालाई त हुने स्पिड पनि हुन्छ नि होइन यो दामी। ल एकदमै राम्रोसँगले मनाऊ ल ल भोलि भेटौँ ए पर्सि भेटौँ ल त गाई चाहिँ हजुरहरूलाई अलिकति यसको बारेमा भन्नुभन्दा अगाडि चाहिँ वेलकम गर्न चाहन्छु है। हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ दिनको नयाँ ब्लगमा। होप हजुर सबैजना दामी हुनुहुन्छ होला। अन्त म पनि एकदमै दामी छु गाई चाहिँ। सो अब चाहिँ म यसको बारेमा अलिकति भन्छु गाई चाहिँ। अस्ति चाहिँ यो चाहिँ मेरो खासमा भन्दाखेरि चाहिँ यो चाहिँ मेरो साथीको बाइक है। अस्ति चाहिँ साथीले भाइलाई दिएको रहेछ नि त बाइक। सो त्यही भएर चाहिँ यसमा चाहिँ हल्का भाइले पच्काइदिएछ बाइक होइन। सो धेरै खर्च आइरहेको रहेछ। सो हिजो यसले सिलगढी गएर सामान लिएर आएर है यहाँ बाइक छोडिदिरहेछ। त्यो चाहिँ ड्युटी गएको छ। बाइकमा चाहिँ के प्रब्लम छ भनेर चाहिँ म तपाईँलाई देखाउँछु है। के भएको छ भन्दाखेरि चाहिँ है बाइकमा चाहिँ हाम्रो यसमा चाहिँ टी ब्यान्ड भएको रहेछ होइन। लिभर यो दुईपट्टिको गएको छ होइन। सो अन्त अरू चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँको मेन कुरा चाहिँ यो हाम्रो है फुट रेस्टहरू हुन्छ नि यो सिलिन्डरहरू होइन। अन्त यो भाँचेको कारणले गर्दा आई थिङ्क है त्यसले भन्दा चाहिँ यो ब्रेक पनि त्यति साह्रो काम गरेको छैन। यो सिलिन्डर के भएकोलाई यसलाई पनि चेक गर्नुपर्ने हुन्छ होइन। सो अलिक अरू चिज पनि छ है यसमा ल्याएको है। यदि अहिले चाहिँ त्यो बक्साभित्र छ नि त। सो अहिले त्यो बक्सा चाहिँ मैले यहाँनिर लगाउनु पर्ने हुन्छ है। यहाँनिर बाँधेर चाहिँ लानुपर्ने हुन्छ। ग्यारेज दादा मैले फोन गरेको छु ठिकैको छु अघि नै होइन। चाहिँ गाडी चाहिँ मैले अघि भने नि तपाईँलाई बाइक एक्सचेन्ज गरेको भनेर होइन। बाइक चाहिँ मैले एक्सचेन्ज गरेको छुइनँ किनभने वान अफ द माई फेभरेट बाइक है। मेरो ड्रिम बाइक मैले धेरै साल बाद चाहिँ मैले खर्च गरेर किनेको बाइक होइन। यहाँनिर छ तर यसको बहिनीले यहाँनिर सुकाउने बनाइरहेको छ यसलाई है। यसलाई चाहिँ म बेच्नु पनि सक्दिनँ है साट्नु पनि सक्दिनँ। यो चाहिँ मेरो मुटुको टुक्रा हो गाई चाहिँ। अर्का चाहिँ अहिले भने चाहिँ मैले स्पेयर पार्टहरू पनि एकदमै सेटअप गरिसकेँ यसरी। यो चाहिँ मेरो बन्जी हो होइन। यो त धेरै काम लाग्दो रहेछ तपाईँहरूलाई पनि होइन। इफ मनपर्छ भने चाहिँ यस्तो किन्दा हुन्छ गएर होइन। एकदमै दामी रिजनेबल रेटमा पाउनुहुन्छ होइन क्रेजी हाउसमा गएर। सो यसलाई चाहिँ पुरा सुविस्ता हुन्छ। मैले तर त्यति साह्रो पनि राम्रोसँग बाँधेको चाहिँ छुइनँ है। सो मेन कुरा भन्नु पर्दाखेरि चाहिँ पहिला चाहिँ बाइकको पुल स्टार्ट गर्नुपर्ने हुन्छ होइन। मोस्ट इम्पोर्टेन्ट टक्कै स्विच लगायो है। दुईमा रहेछ टक्कै लगाएर है न्युटनमा लागेपछि चाहिँ के हो लो 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 साई पो भइदिनु गाडी चाहिँ बाइकै स्टार्टै नहुनु मानेर है। सो स्टार्ट भयो एकछिन वार्मअप गरौँ त्यहाँबाट चाहिँ मोटर भ्लगिङ सेटअपमा भेटौँ ल। सो गाडी चाहिँ अहिले भने चाहिँ मोटर भ्लगिङ सेटअपमा पनि आइसकेँ। अब टक्क लगाएर है यो बाइक चाहिँ कुदाउनु मलाई एकदम अप्ठ्यारो भइरहेछ है। नेकेड बाइक कुदाउने बानी है। फुल फेरिङ बाइक कुदाउनु लागि त अलिक अप्ठ्यारो हुँदो रहेछ, यस्तो घोप्टेर कुदाउनु पर्ने भइरहेछ होइन। एकदम बिस्तारै बिस्तारै किनभने यसमा बन्जी बाँध्ने जग्गा पनि राम्रै छैन रहेछ नि त। सो हल्का फुल्का बाँधेर मैले है हल्का हल्का हिँडिरहेको छु। सो बाटो चाहिँ यस्तो कन्डिसनमा चाहिँ केटाहरूले बाइक यस्तो चाहिँ कसरी कुदाउँछ थेच। गरम पनि हेब्बी भइरहेछ। अलिक परदिन त राम्रै छ बाटो। अन्त त्यसले भन्दै थियो बाइक अलिअलि हेरेर जाए किनभने फुट ब्रेक फेल हुँदै थियो। हिजो सिलगढीबाट आउँदा पनि फुट ब्रेकै फेल भयो मेरो होइन। 9-10 खेप भन्दै थियो हो। सो एकदमै जोगेर जानुपर्ने हुन्छ होइन। फेरि केटाको बाइक हो दशा लागिरहेछ बाइकमा होइन।
आरामले जानुपर्ने हुन्छ है। यो बाइकमा चाहिँ यस्तो हातहरू चाहिँ हेब्बी खाइदिन्छ कि यस्तोहरू चाहिँ पहिला कुदाएको नकुदाएको होइन कुदाएको, तर अब धेरै साल बाद फेरि कुदाउँदा चाहिँ अलिकति गाह्रै पर्ने बेला भयो नि त। सो हेर्नु नि अब कहाँ हिँडेको नि भगवान्। यहाँदेखि चाहिँ बाटो ठिकै छ, के भन्ने पठाउँछ है। ग्लास लगाउँ है भट्ट लाएर। यहाँ चाहिँ अब चाहिँ यस्तो ओह्रालो लाउँछ होइन, यसको फुटब्रेक पनि त्यस्तो दामी कामको चाहिँ गरेको छैन होइन। त्यही भएर चाहिँ म गियरमा हिँडिरहेको छु। यस्तोमा चाहिँ गियरमा हिँडेकै बेटर हो, ब्रेकले काम गरेको छैन भने चाहिँ होइन टक्कै 2 नम्बर लगाइदियो छोडिदियो। 3 नम्बरमा पनि हिँड्नु सक्नुहुन्छ होइन, किनभने यहाँनिर चाहिँ फेरि बत्तेर आउँछ नि त गाडीहरू उता तलबाट पनि, कम्पनी बेसी छ होइन। सो त्यही भएर चाहिँ मैले सानो गियरमै हिँडेको नि त, बाइक पुरा कन्ट्रोलमै हिँड्छ नि त। सबै क्लच अलिक स्पिड चाहियो भने तपाईँले क्लच छ्याप्पै यसरी तान्नु सक्नुहुन्छ होइन, स्पिड कुदिहाल्छ। सो अलिक स्लो गर्नु पऱ्यो भने चाहिँ फेरि छोडिदियो, यसरी दिमाग लगाएर हिँड्नुपर्ने हुन्छ होइन। सब चट्टा लगाएर रम्फू आइपुगेको अवस्था हामी होइन। अब यो टर्निङ काट्ने बित्तिकै रम्फू आइपुग्यो। अन्त यहीँनिर चाहिँ है मलाई यस्तो फिल हुँदैछ कि मैले 3-4 घन्टा यो बाइक कुदाएको जस्तो फिल भइरहेको छ। यस्तो हात दुख्दैछ अनि घाँटी पनि दुखिरहेको छ है। क्यामेराको एङ्गल कस्तो मिलिरहेको छ, मिलेको छैन है सबैले। मैले पनि त्यस्तो चेक गरेको छुइनँ। हेर्छस् दा तिमी पारी होइन यो बनाउनु, यसको बनाइदिनु अरे बब्लुको। ल गयो ल रम्फू आइपुग्यो बिस्तारै। ऊ भाइ नहेरी हुन्छ, कपाल माथि सारेर हिरो भयो भने 0 हुन्छ है केटा, नहेरी हिँड्यो भने चाहिँ। न इन्डिकेटर छ न के छ है, सान भएर। अब हामी है जहिले जाने है जग्गा जानुपर्ने हुन्छ है, पर साई अटो ग्यारेज। अब यसरी देखाउनु पऱ्यो नि त इन्डिकेटर, उसरी चट्टा लाएर कहाँ जाँदैछु भनेर होइन। अन्त पछिबाट म पनि कन्ट्रोल गरिहाल्छु। यहाँ पनि उयो हुँदो रहेछ रिपेयरिङ। साढे 9मा आउनु भाइ भन्दै थियो, घन्टामा फेरि आज छुट्टी हुन्छ त्यही भएर चाहिँ ढिलो उठ्या है। ल त है हाम्रो साई अटो ग्यारेज आइपुगेको अवस्था। खै दा त्यो चाहिँ हेर एकदम होस् दा ढिलो उठेछ नि दा। नयाँ हेलमेट आएको छ क्या दा। रेट पनि त बढ्यो होला नि त। किन अन्त यो प्रिन्टेडवाला चाहिँ कम? ए यसको कति भने? यसको 33 है। ए सजाय चाहिँ स्टर्टको पनि तपाईँको एक्जोर जस्तो आएछ। यसको चाहिँ यहाँ पारी चाहिँ 3000 ए मतलब 3300 मिल्छ होला नि त होइन? 3300 अलिकति डिस्काउन्टेड रेट। ओके 36 MRP। ए कति छ यसको वेट? 200 ग्राम कम्ती रहेछ नि त्यसको वेट पनि 200 ग्राम। किनभने एक्जरको चाहिँ 1600 हुन्छ, यसको चाहिँ 1400 रहेछ। चाहिँ अहिले भने चाहिँ म टक्क सधैँ अटो ग्यारेज आइपुगेको छु है। एज यु क्यान सी सबैजनालाई म यहीँनिर काम गर्ने मान्छे भन्दा जस्तो भयो त है। यहाँनिर बाइकको चाहिँ काम गराउँछु म चाहिँ होइन। सब गाडीको बाइक चाहिँ यहाँनिर राखेको छ है। सामान चाहिँ के ल्याएको छ? सामान के ल्याएको छ इसले? कल बताया था ना वो? ऑयल सील तो नहीं है ना? बेरिंग किधर लेके? बेरिंग तो नहीं लेके आया। किसका बेरिंग? बॉल बेरिंग ना? बॉल बेरिंग तो भैया के पास है बोल रहा था तो। हाँ तो यसले चाहिँ यो पनि फुटेको थियो यसको होइन। यो भाइजर यसकै दामै गाए चाहिँ
यो होइन अन्त टी रहेछ यहाँनिर टी अरू के छ ब्रेक लिभर क्लच लिभर होइन यो तपाईँको इसको क्या बोलता है फुटरेस्ट वाला ना फुटरेस्ट ही बोल देते हैं ये क्या है साइड पैनल साइड पैनल है दोनों साइड पैनल हाँ साइलेंसर का कवर साइलेंसर का कवर है हाँ यस 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 ल टेङ्केडेङ चालु है जान त कुन जानुपर्ने हुन्छ यो के हो त्यो 290 कवर चाबी मारिदिउँ उसको यहाँ चाहिँ अन्त अर्को चाहिँ कुरा भन्नै बिर्सेछु साइलेन्सर पनि पच्काइदिएको थियो है त्यो भाइले यहाँनिर यस्तो भइदिइरहेछ दा अन्त उसको के गर्नुपर्ने हो वाइल सिलको हुन्छ भन्नु नि सही हो यतिको चाहिँ हुन्छ गाई चाहिँ त्यहाँनिर अर्को मालिक बाउले यहाँ दोकान सोकान बन्द गरेर यहाँ बसिरहेछ हेलमेटहरू गाई चाहिँ यहाँ सुरुवात गाई चाहिँ अहिले चाहिँ त्यहाँनिर है बल ब्यारिङ नहुनुको कारणले गर्दाखेरि चाहिँ म सिक्किमै पस्नुपर्ने बेला भयो किनभने दाले चाहिँ त्यहाँनिर भनिदिएको छ नि त फोन गरेर म चाहिँ सिक्किमपट्टि नै जाँदैछु है यामा सोरुम त्यहाँनिर दाले भनिदिनु भएको छ हो सो यो लङ्गेस्ट ब्रिजबाट गएको अघि आएको चाहिँ हामी त्यो परको ब्रिजबाट है पुरानो ब्रिजबाट यहाँबाट देख्दैन रहेछ गाई चाहिँ अब यहाँबाट बल रेचर लिनु जाउँ त्यहाँबाट फेरि फर्केर आउनुपर्ने हुन्छ यहीँ जानु चाहिँ म यहाँ है पर्ने चाहिँ दालाई अघि फोन गर्नुभएको छ अरे गाई चाहिँ बल रेसर चाहिँ यो हो अस्ति पनि मैले मेरो बुस्टरमा यही चेन्ज गरेको है यसको पनि यही चेन्ज गर्नुपर्ने हुन्छ होइन वाइल सिल चाहिँ छैन अरे नि त लाग्दिउँ गाई चाहिँ अहिले भने चाहिँ ब्यारिङ पनि लिएर आइसकेको छ ब्यारिङ चाहिँ चाहिँ आजकल हामी यहाँनिर काम स्टार्ट गर्नु थालिसक्यो होइन चट्टा लगाएर है अहिले चाहिँ यहाँनिर हाम्रो सर्कल खोलेर त्यसरी वास गर्दैछ है यो चाहिँ पेट्रोल वास भन्छ अरे यसलाई है यसरी चाहिँ नगरी जेलसम्म चाहिँ फेरि काट्छ है यो है राम्रोसँगले हुँदैन अरे नि त फेरि त्यो वाइल सिल चाहिँ कहाँ छ भन्दा चाहिँ यहाँनिर लेखेपछि यो हो है यो चाहिँ फेरि टुट्छ अरे अगर यो पेट्रोल वास गरेन भने चाहिँ यहाँ गुरुजीले भन्नुभएको सबै मजाले वास गर्दैछ यसरी चट्टा लगाएर यसरी वास गरेर चाहिँ यहाँनिर यसरी सुकाउँदैछ A few moments later. सो राइट गाइस चाहिँ अब चाहिँ मेरो काम पनि सक्यो निस्केको है मोटर भ्लगिङ सेटअप पनि आइसक्यो ल धन्यवाद तिमीलाई ल आउँदै गर्नु है ल केटा हो निस्के धन्यवाद गएँ म ल ल गएँ ल अब बाइक पनि केटाहरूले चेक गरेर पनि रेडी भइसकेको छ मलाई तर अलिकति अप्ठ्यारो लाग्छ यो कुदाउनु ल निस्क्यो है जय शम्भु हाँ अब आके हो गया ना मजा पहले तो पूरा दब गया था भाई
जुन चाहिँ होइन हाम्रो वेलसिलहरू जान्छ होइन सकर जान्छ है स्ट्रिङै पुरै डाउन भइसकेको हुन्छ नि त सो यसमा हातमा पनि ढ्याक्दै ढ्याक्दै गरेर लाग्छ है अहिले चाहिँ एकदमै दामी भइरहेको छ मजा आएर छ कुदाउनु टुमै पऱ्यो वा सो अब सिधै घर जानुपर्ने हुन्छ है घरमा गएर तपाईँहरूलाई देखाउँछु यसको अलिकति है सर्ट छ है गाइस चाहिँ अहिले चाहिँ हाम्रो घर जाने बाटो पनि बवाल भइरहेको छ मजा आउँछ है पहिला यस्तो हुनु भने चाहिँ यो बाइक कुदाउनुलाई चाहिँ गाँडो फाट्थेँ अन्त यो चाहिँ कुन चाहिँ राम्रैले फुटाएको कुनै राम्रै कति हेल्प हुन्छ होइन त्यसले माथिबाट आएको गाडीहरू देख्छु होइन क्रास नहुने धेरै चान्स छ नि त त्यो भएर सो अहिले हेर्नु नि फुटाएर काम न काँसको बनाइरहेको छ मान्छेले काम चाहिँ नपाएकै गरम पनि यस्तो हरामी हुँदैछ नि गाइस के भन्नु अहिले चाहिँ म कुम्रेकको यतापट्टि आइसकेको छु पिकनिक स्पोटको यतापट्टि रुम चाहिँ अलिकति उता हो नि त मेरो सो यहाँनिर चाहिँ म किन आएको भने तपाईँहरूलाई हल्का म बाइक देखाइदिउँ भनेर होइन सो मेरो साथीको बाइक एकदमै बनिएर रेडी भइसकेको छ है क्या प्रब्लमहरू पनि एकदमै सल्भ भइसकेको छ हाम्रो वेलसिलको पनि काम भइसकेको छ है सकटको पनि काम भइसकेको छ टीको पनि काम भइसकेको छ है यो लिभर पनि नयाँ हालेको अन्त हाम्रो अनि यो है हाम्रो साइलेन्सरको गार्ड पनि नयाँ छ है अन्त धेरै काम गऱ्यो नि त यसको के भन्नु गाइस है अझै धेरै कुराहरू गऱ्यो है यसको है इन्जिन वेल चेन्ज गऱ्यो होइन अरू टोटली कामहरू भयो है चट्टा लाएर होइन सो अब त्यही भएर चाहिँ तपाईँहरूलाई चाहिँ यसको टक्क लाएर सिनेमेटिक सर्ट देखाइदिउँ भनेर नि गाइस चाहिँ सो रेडी 3, 2, 1 I have a dream, that's all I need. I'll make it happen with some work and belief. Know what I want, so I'll take it on. I've made mistakes, but mistakes make you strong. Let's break it down for a minute. I want the crown, I'm gon' get it. You hear me loud, man, I'm winning. Yeah, Charlie Sheen will be grinning. These ladies know that I'm sinning, and this is just the beginning. I'm closing in the night inning. There ain't no point in resisting. Living life like a dream. हल्का फुल्का सिनेमेटिक सर्ट पनि इन्जोय गर्नुभयो होला भनेर म आशा गर्दछु है सो त्यही भएर चाहिँ आजको भ्लग चाहिँ यहाँनिर व्यवस्था हुन्छ एकदमै गरम भइरहेको छ है अब चट्टसँगले नुहाइदै गर्नुपर्ने हुन्छ रेस्ट गर्नुपर्ने हुन्छ है अन्त बादमा आएर त्यसले बाइक पनि लान्छ होला है तपाईँहरूलाई आजको भ्लग के कस्तो लाग्यो है तपाईँहरूलाई मैले एक्सचेन्ज गरेको भन्दा के कस्तो लाग्यो कमेन्ट गर्नुपर्ने हुन्छ होइन सो त्यही भएर चाहिँ आजको लागि चाहिँ भ्लग यतानिर एन्ड हुन्छ होप हजुरहरूलाई म यो भिडियो कतैबाट मन पऱ्यो प्लिज लाइक गरेर जानुहोस् सब्सक्राइब गरिदिनुहोस् सेयर गरिदिनुहोस् अनि धेरै माया दिनुहोस् अनि लास्ट कुरा पच गर्नु नबिर्सिनु गाइस बाइ बाइ